आजको भिडियोमा चाहिँ हामी नायब सुब्बाको बारेमा कुरा गर्दैछौँ र यदि तपाईँ पनि नायब सुब्बाको तयारी गर्ने प्लानमा हुनुहुन्छ, नायब सुब्बाको तयारी गर्दै हुनुहुन्छ भने तपाईको लागि यो भिडियो एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। आजको भिडियोमा चाहिँ हामीले कुरा गर्ने भनेको चाहिँ नायब सुब्बा के हो, नायब सुब्बा हुनको लागि उमेर कति चाहिन्छ, शैक्षिक योग्यता कति चाहिन्छ, क्वालिफिकेसन कति चाहिन्छ, नायब सुब्बा भइसकेपछि कुन कुन सेक्टरमा चाहिँ काम गर्नुपर्ने हुन्छ त्यसको बारेमा हामी कुरा गर्नेछौँ। लगायत तलब कति हुन्छ, अन्य धेरै सेवा सुविधाहरू हुन्छ, ती के हुन् त्यसको बारेमा हामी इन डिटेल कुरा गर्नेछौँ। अब फर्स्ट अफ अल नायब सुब्बा भनेको के हो त भन्नुहुन्छ भने नायब सुब्बा भनेको राजपद र अनङ्कित प्रथम श्रेणी, जसलाई हामी पाँचौं तह पनि भन्छौँ हैन। यो खरिदार भन्दा माथिल्लो तह हो र शाखा अधिकृत भन्दा चाहिँ तल्लो तह रहेको छ। अधिकृत भन्दा तल्लो तह हो। अब सङ्घको हो भने, केन्द्रको हो भने शाखा अधिकृत भइहाल्यो, नत्र भने अधिकृत छैटौं तह भन्दा तल्लो तह चाहिँ के हो त नायब सुब्बा हो। अब उमेर कति चाहिन्छ भन्नुहुन्छ भने 18 वर्ष पुरा भई 35% नागरिक हुनु पर्यो, महिला तथा अपाङ्गको लागि 40% नागरिक हुनु पर्यो। अब शैक्षिक योग्यताको कुरा गर्नुहुन्छ भने चाहिँ सिम्पली हजुरले +2 कम्प्लिट गरेको हुनु पर्यो हैन। यो सामान्य प्रशासनको लागि चाहिँ तपाईले जुनसुकै स्ट्रिमबाट जुनसुकै फ्याकल्टीबाट पढे पनि हुन्छ, नो प्रब्लम हैन। तर अब तपाईको लेखाको लागि हो भने चाहिँ जुन अकाउन्टको लागि हो भने चाहिँ तपाईले अब म्यानेजमेन्ट पढेको हुनु पर्यो हैन, या म्यानेजमेन्ट छैन भने पनि इकोनोमिक्स चाहिँ पढेको हुनु पर्यो। अब त्यसै गरी अब तपाईको न्यायको लागि हो भने चाहिँ तपाईले अब +2 चाहिँ केमा त लमा गरेको हुनु पर्यो। मोस्ट इम्पोर्टेन्ट तपाईको काम चाहिँ के हो त। अब काम चाहिँ के हो भन्नुहुन्छ भने जस्तो खरिदार भन्दा माथिल्लो तह रहेको कारणले गर्दा चाहिँ अब खरिदारले गरेको सम्पूर्ण कामहरू जस्तो अब पेपर वर्क हुन्छ जेनरली हैन, त्यो पेपर वर्कहरूलाई चाहिँ रुजु गर्ने काम चाहिँ अब कसको हो त नायब सुब्बाको हो के हैन। उसले गरेको काम ठिक छ कि छैन भनेर त्यो रुजु गर्ने काम चाहिँ नायब सुब्बाको हो। त्यति मात्रै नभएर अब अधिकृतहरूलाई हेल्प गर्ने कामहरू म्यानेजमेन्टमा सघाउने हैन। त्यसै गरी अब तपाईको वडा सचिव नै भएर पनि विभिन्न सेक्टरहरूमा चाहिँ काम गर्नुपर्ने हुन्छ। त्यसै गरी अब अर्को इम्पोर्टेन्ट कुरा गरौँ तलब तथा अन्य सुविधाहरू है। तलब त तपाईँलाई बेसिक स्यालेरी त तपाईँलाई थाहा छँदैछ होला हैन, तर अन्य धेरै सुविधाहरू चाहिँ तपाईँले नायब सुब्बा भइसकेपछि गेन गर्न सक्नुहुन्छ। ती के हुन् इच एन्ड एभ्री पोइन्ट हामी एकदमै इन डिटेल कुरा गर्नेछौँ है। तपाईँ नायब सुब्बा भइसकेपछि तपाईँको बेसिक स्यालेरी सुरुवातको तलब भनेको चाहिँ 34,740 हो है, एकदमै बेसिक स्यालेरी थियो, जसमा तपाईँको अब महँगी भत्ता 2000 रुपियाँ प्रत्येक महिना आउने हो। त्यसै गरी तपाईँले ग्रेडिङ प्राप्त गर्न सक्नुहुन्छ हैन। अब ग्रेडिङ भनेको तपाईँको 1198 ग्रेडिङ चाहिँ तपाईँले गेन गर्न सक्नुहुन्छ। अब स्यालेरी इन्क्रिज भइसकेपछि तपाईँको ग्रेडिङ पनि अफकोर्स इन्क्रिज भइ नै हाल्छ हैन। नेपाल सरकारले चाहिँ तपाईँको स्यालेरीहरू इन्क्रिज गरिदियो भने ग्रेड त्यही अनुसारको इन्क्रिज हुने हो। त्यसै गरी तपाईँको अब चाडपर्व खर्च हुन्छ हैन। चाडपर्व खर्च भनेको चाहिँ तपाईँको वर्षमा एकचोटि पाउने हो। अब यसमा चाहिँ तपाईँको 1 महिना बराबरको स्यालेरी हुने हो, जस्तो 34,740 तपाईँको स्यालेरी हो र त्यो महिना चाहिँ हैन त्यो भनौँ न यो चाडपर्व खर्च पाउँदा चाहिँ तपाईँको अर्को 34,740 चाहिँ तपाईँले गेन गर्न सक्नुहुन्छ। भनिसकेपछि अराउन्ड 70,000 त्यति चाहिँ तपाईँको स्यालेरी हुन्छ। अब दुर्गम भत्ताहरू तपाईँले गेन गर्न सक्नुहुन्छ यदि तपाईँ दुर्गम सेक्टरमा चाहिँ काम गरिरहनु भएको छ भने हैन। पोसाक खर्च हुन्छ यो वर्षको एकचोटि 10,000 रुपियाँ चाहिँ तपाईँको खातामा आउँछ है, पोसाक खर्चको लागि प्रत्येक वर्ष आउने हो। त्यसै गरी प्रोभिडेन्ट फन्ड सञ्चय कोष है, तपाईँको स्यालेरीको 10% र नेपाल सरकारले चाहिँ तपाईँलाई 10% थपिदिएर चाहिँ 20% चाहिँ हजुरको के हो त सञ्चय कोष हुन्छ। अब यो सञ्चय कोषको चाहिँ हजुरको अमाउन्ट भनेको जुन पैसा छ त्यो चाहिँ हजुरले अब पछि रिटायर हुँदा या त भनौँ न जागिरबाट चाहिँ अवकाश हुँदा चाहिँ तपाईँले गेन गर्न सक्नुहुन्छ। बिमा हुन्छ हजुरको हैन, इन्सुरेन्स गरिदिन्छ तपाईँलाई हैन। तपाईँ अब नायब सुब्बा भइसकेपछि भनौँ न सर्भिसमा लागिसकेपछि तपाईँको बिमा गरिदिन्छ त्यसमा। अब उपचार सुविधाहरू व्यवस्था रहेको छ हैन, तपाईँलाई उपचार सुविधाहरूको फेसिलिटीहरू त्यो व्यवस्था गरिन्छ। त्यसै गरी अब तपाईँलाई लोन फेसिलिटीहरू हुन्छ, तपाईँलाई अब इनकेस तपाईँलाई लोन चाहियो भने त्यस्तो कन्डिसनहरूमा तपाईँलाई लोनको फेसिलिटीहरू पनि हुन्छ। अब अरूको इम्पोर्टेन्ट कुरा गरौँ सरुवा हुन्छ तपाईँलाई हैन। अब यो भनौँ न तपाईँ अब नाम निकाल्नु गयो नायब सुब्बामा, पछि गएर तपाईँले अब भनौँ न तपाईँकै स्थायी ठेगाना भएको ठाउँहरूमा सरुवा मिलाउन सक्नुहुन्छ हैन। त्यसै गरी अब तपाईँलाई लोन फेसिलिटी हुन्छ, तपाईँलाई अब केस तरिकाबाट चाहियो एउटा त्यस्तो एक्जामिनेसन तपाईलाई अब तपाईँको फेसिलिटी चाहिँ एक्जामहरुको लागि इम्पोर्टेन्ट कुरा गर्नु सरुवा हुन्छ तपाईँलाई पास भएर चाहिँ तपाईँले तपाईँ अब नाम निकाल्नु गयो नायब सुब्बामा, पछि गएर तपाईँले टाइम तपाईँले अब स्थायी ठेगाना भएको ठाउँहरूमा सरुवा मिलाउन सक्नुहुन्छ हैन। तपाईँ बढुवा भइसकेपछि अब तपाईँ शाखा अधिकृत हैन। त्यसै गरी अब सहसचिव सचिव हुँदै माथिसम्म तपाईँको बढ्ला हुँदै जान्छ है। त्यसै गरी उपदानहरू तपाईँले गेन गर्न सक्नुहुन्छ। अब बिदाहरूको पनि कुरा गरिहालौँ हैन। तपाईँले धेरै बिदाहरू चाहिँ लिन सक्नुहुन्छ, जसमा घर बिदाहरू छ, भइपरि आउने बिदाहरू छ, बिरामी बिदाहरू छ, अध्ययन बिदाहरू छ। अब भनौँ भ्याकेन्सी खुल्यो हैन, तपाईँ नायब सुब्बाको तयारी गरेर बसिरहनु भएको छ, भ्याकेन्सी खुल्यो भने अब तपाईँको
भ्याकेन्सीमा अप्लाई गर्नको लागि अनलाइन अप्लाई गर्नको लागि के डकुमेन्ट्सहरू चाहिन्छ भन्नुहुन्छ भने फर्स्ट थिङ त तपाईँको नेपाली नागरिकता चाहियो। तपाईँ नेपाली नागरिक हुनु पर्यो होइन, जसमा चाहिँ अब तपाईँको नागरिकता हुनु पर्यो। त्यसै गरी अब +2 को सर्टिफिकेट तपाईँलाई चाहिन्छ, मार्कसिट चाहिन्छ, क्यारेक्टर सर्टिफिकेट चाहिन्छ, माइग्रेसन चाहिन्छ, सिग्नेचर तपाईँले सिग्नेचर गरेको एउटा फोटो चाहिन्छ त्यसमा होइन, पासपोर्ट साइजको फोटो पनि चाहियो। यी डकुमेन्ट्सहरू चाहिँ तपाईँले अब अनलाइन फारम भर्दा चाहिँ तपाईँले चाहिन्छ है, सब्मिट गर्नुपर्ने हुन्छ। अब कुरा गरौँ इक्जामको बारेमा, सिलेबसको बारेमा है। अब इक्जाम चाहिँ तपाईँको अब यो भ्याकेन्सी खुलाउने भनेको 2 तरिकाबाट खुलिन्छ होइन, एउटा प्रदेशले खुलाउँछ, अर्को केन्द्रले खुलाउँछ। अब प्रदेशले खुलाउँदा प्रदेश लोक सेवाले तपाईँको इक्जाम लिन्छ, अब केन्द्रले खुलाउँदा केन्द्रको लोक सेवाले लिने हो होइन, त्यो कुरा बुझ्नु होला। अब इक्जामिनेसन एकदमै फेयर हुन्छ होइन, त्यहाँ अब तपाईँको सोर्स फोर्स लगाउने आदि इत्यादि त्यस्तो केही हुँदैन होइन, तपाईँको एकदमै फेयर इक्जामिनेसन हुन्छ होइन। तपाईँको प्रिपरेसन एकदमै राम्रो हुनु पर्यो, तपाईँ अरूभन्दा उत्कृष्ट हुनु पर्यो, त्यसपछि मात्रै तपाईँको सेलेक्सन हुन्छ, तपाईँले भोलि गएर नाम निकाल्न सक्नुहुन्छ है त, त्यो कुरा बुझ्नु होला। अब इक्जाम चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ भने जेनरली तपाईँको 3वटा चरणमा चाहिँ डिभिजन हुन्छ होइन, डिभाइड गरिन्छ। जस्तो फर्स्टमा भनेको फर्स्ट पेपर भनेको चाहिँ हजुरको एमसिक्यू हुने हो होइन, 100 मार्क्सको तपाईँको एमसिक्यू भनेको अब्जेक्टिभ क्वेसनहरू आउँछ जसमा तपाईँले चाहिँ सल्भ गर्ने हो। त्यसपछि तपाईँ यदि फर्स्ट चरणको जुन यो फर्स्ट पेपर चाहिँ पास गर्नुहुन्छ भने तपाईँले सेकेन्ड पेपर दिनुपर्ने हुन्छ जसमा चाहिँ तपाईँको रिटन इक्जामिनेसन हुन्छ। त्यसमा चाहिँ तपाईँको सब्जेक्टिभ क्वेसनहरू आउने हो होइन, त्यो तपाईँले पास गर्नुपर्ने हुन्छ है। आई थिङ्क 200 मार्क्सको हुन्छ होला। त्यो पास गर्नुभयो भने अबको तपाईँको तेस्रो चरणमा चाहिँ तपाईँको 2वटा स्टेप्सलाई चाहिँ इन्क्लुड भएको छ। पहिलो भनेको तपाईँको कम्प्युटर स्किल टेस्ट, त्यो चेक हुन्छ होइन, तपाईँको कम्प्युटर नलेज कतिको छ भनेर, स्किल कतिको छ भनेर त्यो चेक हुन्छ। त्यसपछि तपाईँको अब फाइनल स्टेप इन्टरभ्यू हुन्छ। इन्टरभ्यू पनि तपाईँले पास गर्नुभयो भने चाहिँ तपाईँ अब कि त नायब सुब्बा भएर चाहिँ सर्भिसमा चाहिँ लाग्न सक्नुहुन्छ।